तपाईं आज देशका लागि हामी लडिरहेका छौँ। आज हिजो पनि एकजना युवा शहीद भएर हामी किन शहीद बन्नु परेको छ भन्दा हामी कहिले पनि हामीले मसिना बनाउन सकेनौँ। देश बाँझो छ, देश बाँझो, देशमा आज केही छैन। चलेछ बतास पुस्तरी होइन। हाम्रो धरती, हाम्रो आकाश, हाम्रै परिवेश, श्रम गरौँ सबै मिलेर बनाऊ यो देश भन्ने गीत छ। त्यो गीत लाउनका लागि हाम्रो प्रसादजी कता जानुभयो होइन, र सबैजनाले यो गीत गाउँ है त। ल सबैजनाले गाउनुपर्छ है, यहाँदेखि उता तल, तलदेखि माथि, माथिदेखि परकासम्मको सबैजनाले यो गीत गाउनुपर्छ। आएन भने पनि सिक्नुपर्छ। युट्युबमा पनि छ हाम्रो धरती भनेर चाहिँ गर्नुहोस् है, आइहाल्छ। ल रेडी हो? ल एकचोटि देश बनाउने हातहरू हेरिदिउँ न। आहा हेलो ठिक छ। सबैले गाउनु ल। हाम्रो आकाश, हाम्रै परिवेश, हाम्रो धरती, हाम्रो आकाश, हाम्रै परिवेश, समग्र सबै मिली बनाऊ यो देश, समग्र सबै मिली बनाऊ यो देश, हाम्रो धरती, हाम्रो आकाश, हाम्रै परिवेश। लाज लाग्यो? देशको गीत गाउँदा लाज लाग्यो तपाईँलाई? नलजाइकन देशका लागि गीत गाउनुपर्छ। देशका लागि कर्म गर्छौँ हामी है, देशका लागि पसिना बगाउँछौँ। सबैले मनबाट भित्रबाट देशलाई सम्झेर, यो मान्छेलाई सम्झेर गाउनुपर्छ। देश आफै बन्दैन गाली गर्दै गरुवा, देश आफै बन्दैन गाली गर्दै गरुवा, हातेमालो गरौँ आफै सचाएर आफैलाई, हातेमालो गरौँ आफै सचाएर आफैलाई, श्रम गरौँ कर्म गरौँ कसको हेर्नु आस, विदेशीले बचाउँदैनन् हाम्रो देशको साथ, विदेशीले बचाउँदैनन् हाम्रो देशको साथ, हाम्रो धरती, हाम्रो आकाश, हाम्रै परिवेश। यो देश ढुङ्गा माटो, ये देश
हाम्रो धरती हाम्रो आकाश हाम्रै परिदेश। म हुँ सम्झाता। सबैजनाले एकै स्वरमा नलजाइकन अप्ठ्यारो नमानिकन देशलाई सम्झेर इमानदार भएर सबैले उच्च स्वरमा भन्नुहोस्, म हुँ सम्झाता। हेर्दिन म अरूको आश, बन्दिन म जिउँदो लास। हेर्दिन म अरूको आश, बन्दिन म जिउँदो लास। सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश। हलो सरी जोतिन्छु, हलो सरी जोतिन्छु म मेरै देशको माटोमा। आत्मनिर्भर बन्छु म स्वाभिमानको बाटो। वास्ता गर्नु छैन मैले, वास्ता गर्नु छैन मैले। कसले मलाई के भन्छ आशा हेर्नु छैन, कसले मलाई के दिन्छ ऐना हेर्दा जो देखिन्छ। उही हो देश बनाउने, ऐना हेर्दा जो देखिन्छ। उही हो देश बनाउने, आफ्नो देश बनाउनु छ कसको आशा हेर्नु। म हुँ धन्यवाद। हामी बनाउँछौँ यो देशलाई, बनाउँछौँ कि बनाउँदैनौँ? त्यो जोस छ तपाईँसँग, त्यो जाँगर छ तपाईँसँग, पसिना बगाउन सक्नुहुन्छ तपाईँ? हो। अब हामी यो देशमा भ्रमको खेती होइन, श्रमको खेती हो। अब यो देशमा हामी ढुङ्गा हान्दैनौँ, ढुङ्गा बोक्छौँ। हामी मान्छेलाई कुट्दैनौँ, गिट्टी कुट्छौँ। हामी अरूको खुट्टा तान्दैनौँ, हामी पाइप तान्छौँ। हामी बचाउँछौँ, हामी बनाउँछौँ यो देश, किनभने हामी संदाता हौँ। तपाईहरुले देश बनाउनका लागि तयार हुनुभएको छ? सबैले भनेको छैन, सबैले भनेको छैन। लाज लागिरहेको छ, तपाईलाई अप्ठ्यारो लागिरहेको छ। देशको लागि बोल्नको लागि तपाईलाई अप्ठ्यारो लागिरहेको है। तपाईलाई के को लाज लागिरहेको? तपाईलाई के को अप्ठ्यारो लागिरहेको है? हामी कोही कसैलाई मुर्दाबाद भन्दैनौँ। सबै यो देशसँग सबै मान्छे जिन्दाबाद हुन्। तर हामी लगाउँछौँ श्रमको नारा। हामी भन्छौँ ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। उही हो देश बनाउने। आफ्नो देश बनाउनु छ कसको आशा हेर्नु? अरूको आशा हेरेर बाँच्न छोडमा म नेपालीले अरूको आशा हेरेर बाँच्न छोड। तपाईँ अरूको आशामा बाँच्न छोड्नुहोस्। अब फल्ना आउँछ र देश बनाउँछ, फल्ना आउँछ र देश बचाउँछ भन्नु छोड्नुहोस्। संदाता हो तिमी हौ यो देश बनाउने। संदाता हो तिमी नै हो यो देश बचाउने। तपाईँ आज देशका लागि हामी लडिरहेका छौँ। आज हिजो पनि एकजना युवा शहीद भएर हामी किन शहीद बन्नु परेको छ भन्दा हामी कहिले पनि हामीले पसिना बनाउन सकेनौँ। देश बाँझो छ, देश बाँझो छ। देशमा आज केही छैन। झगडा गर्नु रोक्नुहोस्। अब झगडा गर्नु रोक्नुहोस्, काटमार गर्नु रोक्नुहोस्, श्रमदान नछोडी नआउनुहोस्। को नेता बन्ने, को ठुलो बन्ने भन्ने कुरा छोडिदिनुहोस्। हल्कासँग नेता बन्न खोज्यो भन्नु होला, होइन म नेता छैन। तपाईँभन्दा फाटेको लुगा लगाएर आएको म, तपाईँभन्दा 10 कुरा धेरै काम गरिरहेको छु।
म कोही कसैको सेवा गर्न चाहन्छु, तर यो देशमा शान्ति होस्, यो देशमा रगत नबोलोस् भन्ने मेरो कामना हो। तपाईहरु साथ दिनुहुन्छ? माफ गर्नुहोला, अन्त्यमा म भावुक बने। देशलाई माया गर्ने मान्छे हो म। सोचिरहन्छु देशकै लागि, बोलिरहन्छु देशकै लागि। एक पाइला कदम, 10 पाइला कदम, 100 पाइला कदम जस्तो छ यो देशको लागि। तपाईहरु अब मैले भनेको बाटोमा हिँड्नुपर्छ, मैले देखाएको मार्गमा हिँड्नुपर्छ। को नेता बन्ने, को ठुलो बन्ने भन्ने कुरा छैन। मैले भने मलाई कसैले नमस्ते पनि नगर्नु, म ठुलो मान्छे होइन, म ठुलो मान्छे होइन, मैले नमस्ते भन्नु। तर यो देश बदलेको हेर्न चाहने मान्छे हो म। मेरो मार्गमा मैले देखाएको बाटोमा तपाईहरुलाई हिँड्नको लागि म विनम्रताका साथ अनुरोध गर्न चाहन्छु। सम्पूर्ण यहाँ आउनुभएको सम्पूर्णलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। नमस्कार, जय होस्, धन्यवाद। सबै पुऱ्याइसक्ने मैले उठाएर खाली रोटी खोजेर आउँछु ल। हाम्रो पाइप है, अब यो चाहिँ हाम्रो पाइप गइना मारी गाली निछु पाइप जो छैन। हेलो हाम्रो दिदी, यो हाम्रो यो भ्याकेन्सी खोलेको छ यहाँ, भ्याकेन्सी खोलेको छ। हेलो सम्पूर्ण श्रमदाताज्यूहरू, तपाईँले चाउचाको फोनहरू यो बगरे भरेर खानु होला। यता सबै खानुपर्छ। गोजीमा राख्नुहोस्, नभए गाडीमा लिएर राख्नु होला। साथीहरू गोजीमा राख्नुहोस्, नभए यता लिएर राख्नु होला। फोहोरमा पार्नुहोस्। अनि तपाईँले लन्च ब्रेक धरा माया धरा नै साबुन फ्याँक्नुपर्छ तपाईँहरूको लन्च ब्रेक। धन्यवाद। किनेर राख्ने अब भोलि अब हामी बनाउने भने। नमस्ते दाजु। तान्नु त भाइ, ल तान्नु त तान्नु त, तान्नु बेला यसलाई पठाइहालौँ नि। अब सबै यता आए, ओभरप्लान लगिहाल्नुहोस्, अलिक पर लानु त होइन, लगिहाल्छु। अब यता आए, सबै यता आए, सबै यता अब
अगाडि लिड गर्न जानु न तपाईँहरू अगाडि जानु न यहाँ यस्तो उस्तो भनिराख्नु भन्दा पर कहाँ जाम भएको छ त्यहाँ जानु न यता त नभए यता अलिकति छोडिदिनु त यता त हेलो न